हेलो गाइज, यो चाहिँ कुकुर डाइनी भन्छ। इस्कुसको मुन्टा चाहिँ होइन, यो कुकुर डाइनी भन्छ। यो चाहिँ देउलिङबाट टिपेर ल्याएको होला सायद, बिचारा भाइ बहिनीहरूले बेच्नु। 50 रुपियाँ बिटा अरे, हामीले 2 बिटा ल्यायौँ किनभने यो चाहिँ हाम्रोमा पाउँदैन, यो लेकमा हुने कुरा हो। अनि यो चाहिँ प्रेसर, हाई प्रेसर र डायबिटिजको पेसेन्टले खान्छ। अनि यो चाहिँ सबैले खाँदा हुन्छ, निङ्ग्रो हो। यो निङ्ग्रो खानु पनि पुरा राम्रो हो। हामीले 30 रुपियाँ बिटा अरे। अनि यो पनि ल्यायौँ हो। अनि घरको साग सक्यो र हामीले यो रायो साग पनि दामी पायौँ, ठुलो मजाको हल्लल भएको मलसरीको। अनि यो पनि 30 रुपियाँ बिटा अरे। बस्तीमै हुनाले गर्दा सस्तो। अब गान्तोक आऊ भन्दा यो त अहिले त 50-60 गर्छ नि। अनि तपाईँहरूले चाहिँ नि यो पायो भने चाहिँ जहाँ पाए पनि किनेर खानुहोस्, एकदमै राम्रो हो। यो लेकको हो, यो औलमा पाउँदैन। अनि सालमा एकपल्ट मात्रै यसको एक दुई महिनासम्म मात्रै यो आउँछ हो, त्यो पनि कम्ती मात्रामा। यो तपाईँहरूले पायो भने जसरी बिटा नै गरोस्, किनेर खानुहोस्। धन्यवाद।